हेलो नमस्ते सबैजनालाई। आज हामी सानो छुट्टी लिएर मङ्की पार्क र लिटल ओल्ड घुम्न जाँदैछौँ। हस्ता नमस्ते। घुम्न जाने भन्दै समय मिलाउन बहुत मुस्किल। कहिलेकाहीँ मिलेको समय पनि यताउता गऱ्यो, एक बिहान यहीँ गइसक्छ, त्यसपछि कहिले घुम्ने हो। आज धेरै समयपछि कामसाम छोडेर घुम्न भनेर हिँड्दा कस्तो लागेको छ? रमाइलो ला, हाल छिटो जाम भनेको ढिलो भइसक्यो। फुका पुन तर फेरि कति छ बाटो थाहा भयो त बरु कता जाने हामी? बाटो थाहा हुन्छ, म्यापले देखाइदिन्छ। खासमा चाहिँ मङ्की पार्क र लिटल वल्क चाहिँ को ट्रिपमा जाने भन्ने कुरा हो। आजको चाहिँ मङ्की पार्क र लिटल वल्क घुम्न चाहिँ लगभग एक दिनको टाइम छुट्याउनु पर्दो रहेछ। एक दिन चाहिँ मोटामोटी छुट्याएर लिटल वल्कको लागि चाहिँ अलि धेरै समय, およそ4キロ先、渋滞があります。 र मङ्की पार्कको लागि चाहिँ खासै मङ्की हेर्ने हो के अरे, अब मङ्की कत्तिको हेर्न मनपर्छ भन्ने कुरा हो। बाँदरलाई के हेर्ने, त्यही पनि जापानको बाँदर हेरिहालौँ न भन्ने कुरा पनि हो। आज फर्स्टमा सानो ट्रिप चाहिँ मङ्की पार्क गएर मङ्कीको चालामाला हेर्ने, अनि त्यसपछि चाहिँ लिटल वल्कको चाहिँ चलपल हेरेर आउनु पर्यो। लिटल वल भनेको चाहिँ लिटल वर्ल्ड नामै लिटल वर्ल्ड छ के अरे, वर्ल्डलाई चाहिँ सानो बनाएर अब त्यहाँको के हुन्छ, त्यहाँको आराबासको कुराहरू चाहिँ देखाउने होला मोटामोटी। त्यही गर्न पर्ला। ओके, इत्तेकिमास। पहिला आएर कम्बिनीतिर चिया खाँदाखेरि नि 100 रुपियाँको चिया किन्यो, अनि दुध चिनी त्यही राखिदिन्छ क्या। हालेको क्या, चिनी पनि 2टा 3टा 4वटा स्टिक च्यात्दै हाल्दै गऱ्यो। दुध पनि खोल्दै हाल्दै गऱ्यो, खोल्दै हाल्दै गऱ्यो। गुलियो दुधिलो बनाएर खायो, त्यस्तो मन पर्थ्यो। बुझ्दै पऱ्यो त्यहाँ कम्पनीको मान्छेले हेरेको त होइन, यसले कति हालेछ भन्थ्यो होला। फेरिको भनेछ हाल्यो खायो, चिनी पनि हालेको गऱ्यो, त्यस्तो हुन्थ्यो। आजभोलि त बुढो भएर हो कि के हो, चिनी हालेको दुध हालेको मन पर्न छोड्यो। यस्तो 100 रुपियाँको दुध पनि छैन, चिनी पनि छैन, खाँदा पनि तितो, फेरि यही मिठो हुने। मेरो अनुसारको कुरो हुँदो रहेछ कि के हो, अचम्म लाग्छ। यिनीहरूको आयो गाउँले परिवेशतिर आयो। गाडी बल्ल आयो अब मान्छे। आयो मङ्की पार्क आइपुग्यो घुम्नलाई। अब लाइनमा बसेर टिकट काट्ने अनि सर घुम्ने। भर्खरै बच्चाहरू पनि आउँदै रहेछ। पार्किङ पनि भयङ्कर ठुलो रहेछ। पार्किङको चाहिँ एक दिनको 1000 रुपियाँ लाग्दो रहेछ। एक दिनभरिलाई होला चाहिँ त्यो चाहिँ छिरियो जस खाली, यत्रो पार्किङ पनि पुरै खाली रहेछ। मान्छे कोही आइपुगेको छैन, भर्खर छिटै भएर होला। टिकट काट्ने पनि जिदो हामभागी रहेछ चाहिँ। यतापट्टि काट्न मिल्छ होला नि। ए ओतनाको 1200। यो 600 फेरि के हो त तलतिर? यो चाहिँ डिसेबल मान्छेहरूको लागि चाहिँ, यो चाहिँ बच्चाहरूको आफै टिकट काट्ने हिँड्ने भन्ने कुरा रहेछ।
बच्चाहरूको पनि ठ्याक्क आज भर्मको दिन परेछ बच्चाहरू सेम ड्रेस लगाएर हात गाँसेर है यस्तो मजाले टोपी पनि एउटै छ एउटै साइज छ फेरि हामी पनि यसरी मङ्की पार्कको प्रवेशद्वारमा प्रवेशद्वारमा उभिरहेका छौँ आइपुग्यो बुढाबुढी सँगै पनि सबैले जोडाउनु पर्छ हो मुस्किल छ अचम्मै धेरै नवलमै झ्याप्पै पारा आउँदैन हो यसको त हातै नरहेछ यो धेरै सत्य होला यो चाहिँ केज भित्र रहेछ यहाँ चाहिँ बाँदर के हो सानो फिच्चेहरू बाहिर हेर्नु मिल्दो रहेछ यस्तो केजबाट छिरेर दुईटा यो चाहिँ गेट एउटा दुईटा एन्ड देन तीनटा गेट पार गर्दाखेरि बल्ल त्यहाँ पुगेको रहेछ कि यस्तो रहेछ सिस्टम ओके एउटाको साइडतिर घुम्यो एउटाको साइडतिर घुम्नु जानु पर्छ यतापट्टि चाहिँ स्पेसल केही छ होला यस्तो बनकर खाने पानी हेरौँ न बिचरा कति फोहोर है खानेकुरा नि हालिदिएको होला हुन त फोहोर भन्दा नि उसहरू रहेछ क्या अहिले कोही बुढा भएछन् कोही रोगी भएछन् कोहीको पुच्छर सुच्छरमा त्यस्तो घाउ कटिरहेको छ त्यस्तो हुँदो रहेछ बुढा भयो होला नि कोही बुढा भएको छन् छाउरा त छैन सबै ठुल्ठुला खाने यहाँ सबै ठुल्ठुलो मात्रै रहेछ बुढाखोरा थन्काउनु थाल्यो यो वीरेन्द्र आश्रम रहेछ कि अघि होला त्यही होला बर हेर्नु त भित्ता माडा लाएर कसरी खुस्सा बस्यो भने सिता लगाएको कुरामा monkeys, local monkeys भनेको यस्तो
आज चाहिँ घुम्यो हेर्न आइयो मङ्की पार्क कस्तो लाग्यो तिमीलाई मङ्की पार्क ठिकै लाग्यो रामा दाइ मङ्की हेर्दा भन्दा यहाँको यो हरियाली होइन घाम ताप्दै शीतलमा डुल्दै गर्दाखेरि आनन्द आयो मङ्की त हाम्रो नेपालमा पनि हेर्न पाउँछ यहाँ पनि हेऱ्यो मङ्की पार्क भन्दाखेरि त शब्द त राम्रै अच्छा सुनिन्छ के अरे म त खास आखिरीमा बाँदर हो गाउँघरतिर बाँदरले सखा पारेछ यहाँ चाहिँ बाँदर पो छ भनेर हेर्दै हिँड्नु पर्यो बाँदर हेर्न भनेर आइयो खासै मलाई चाहिँ इन्ट्रेस्टिङ लागेन ठिकै हो हाम्रो नर्मल बाँदर भन्दा कोही कोही चाहिँ अलि डिफ्रेन्ट डिजाइनको बाँदरहरू पनि रहेछ हेरियो ठिकै लाग्यो अब घुम्न पनि आयो घुम्यो मजा पनि ल्याइयो फेरि खासै इन्ट्रेस्टिङ लागेन भने अर्थ भएन त्यस कारणले गर्दाखेरि चाहिँ हेरियो मजै भयो त्यति मजा नआयो भने ठिकै छ ल आजको मङ्की पार्कको यात्रा यति माता ने